अनि खोइ त जोइ देख्दिन त म अनि के कुरा भयो तिमीहरूको के हुनु बुवा छोड छ रे हजुरको ज्वाइँले मलाई म तसँग बस्न सक्दिनँ भनेर कता गयो सुन छोरी सबभन्दा पहिले त तैँले तेरो बोलीमा सुधार गर्नुपर्ने देखेँ मैले लोग्ने मान्छेले अलिकति मान सम्मान खोज्छन् स्वाभाविकै हो श्रीमतीबाट त झनै खोज्छ त्यसैले सबभन्दा पहिले तैँले आफ्नो बोलीमा सुधार गर्नु जरुरी छ यहाँ छोरीले मात्र बोलीमा सुधार गर्ने र ज्वाइँले पनि त गर्न पर्यो के रे चुप तिमीहरूलाई मैले यहाँ नबोल्नु भनेर ल्याएको होइन ए सुन छोरी खुरुक्क बाहिर गएर ज्वाइँ कहाँ जानुभएको छ खोजेर लिएर आइज आदर सम्मानका साथ बोल बुवा आमा आउनु भएको छ यसरी हामी झगडा गरेर हुँदैन मिल्नुपर्छ भनेर त्यसरी सम्झाएर लिएर आउनुपर्छ खुरुक्क गइहाल त कस्तो कुरा गरिसक्यो बुवा हजुरले ऊ चाहिँ मलाई छोडेर जान्छु भनेर गुर्क्याएर जाने अझ उसलाई मैले आदरपूर्वक बोलाएर ल्याउनु पर्ने झन् उसको अगाडि त ज्वाइँ साहब हजुरले यसरी छोरीलाई दुःख दिनु भएन चित्त दुखाउनु भएन उसलाई शङ्का लाग्ने काम गर्नु भएन भनेर सम्झाएर तपाईँले यस्तै व्यवहार गर्नुभयो भने त म मेरो छोरीलाई घरै लान्छु माइतै लगेर राख्छु भनेर यसो थर्काउनु होला उसको अगाडि त्यस्तो व्यवहार गरेपछि अनि मलाई हेप्दैन त उसले हो त नि छोरीले